ल है साथीहरू, यो चाहिँ मैले बेरीबीचको सामान लिएर आएको थिएँ। यो चाहिँ गोला शङ्खसभा जिल्लाको चाहिँ गोला बजार 500 मिटर 600 मिटर अलिक त्यो ओरतिरपट्टि हो। यो पारिपट्टि तपाईँहरू देखाउँदैछु होइन, यो सब अलैँची बारी रहेछ। जति देखिन्छ सबै यो गाउँ यो ठाउँ यता सबै अलैँची खेती मात्रै। यो पाखा भित्ता सबै अलैँची खेती छ त्यहाँ। यो चाहिँ माथि गोला बजार जाने बाटो। यो चाहिँ रहेछ तपाईँको पुल है, यहाँ हेर्दै गर्नु होला। यहाँ यस्तो गेट रहेछ। मैले चाहिँ सामान ल यो भोट खोला गेट पनि छ है, यहाँ पुल छ। पुलको नाम यही छ, खोलाको नाम। यो खोला चाहिँ विशाल रहेछ है साथीहरू। यो खोलाकै छेउमा रहेछ। यो बजार एरिया हो। म अहिले त्यहाँ देखाउने छु। यो पुलको आसपास यो खोला हेर्नु न, कत्रो छ खोला। छन् यो गएर तर अरुणमा मिसिने रहेछ। यहाँ मुनि अरुण छ। मैले सामान चाहिँ हो त्यो क्याम्पको लागि निला सानामा हो। यो पुलको क्षेत्र हो है। अब यहाँबाट म तपाईँहरूलाई मासतिर लान्छु। यहाँ झोलुङ्गे पुल पनि रहेछ पुरानो। यहाँ सूचना पार्टी छ यहाँ होइन। सूचना पार्टी चाहिँ यहाँ राखिदिएको रहेछ। यहाँ प्रहरी चौकीको बोर्ड पनि छ यहाँ। अब यो मासतिर बजार जाने बाटो। यहाँ आदि चाहिँ ढलाइ छ। यहाँ माथि डाँडामा मैले एउटा चिज देखेको थिएँ, तपाईँहरूलाई पनि देखाउने कोसिस गरेँ है। यो नेपालको झन्डा रहेछ। यो पहाडको यो चट्टानको यो ढुङ्गाको टुप्पोमा गाडेको रहेछ। यो मेरो क्यामेराले अलिक जति भ्याए मैले त्यति देखाएँ। झन्डा रहेछ जङ्गलको बिचमा। यो पुरानो झोलुङ्गे पुल। पहिला यसबाट आवत जावत गर्ने रहेछन्। अहिले चाहिँ तल्लोपट्टि पक्री पुल बनाएकोले गर्दाखेरि पक्री पुलबाट सबै आवजात हुन्छ। यो अब मासतिर बजार एरिया। अब यो चाहिँ एकदम बजार एरिया। ल हेर्नुहोस् है, बजार त्यो सानो बजार रहेछ। यो चाहिँ गोला बजार, भोटखोला गाउँपालिका गोला बजार। यहाँ एउटा चाहिँ तपाईँको माथि गाउँतिर यहाँको साधन। ल हेर्नुहोस् यहाँको साधन हेर्नु है। यहाँ सूचना बोर्ड छ। राष्ट्रिय निकुञ्ज यहाँ पर्दो रहेछ हौ, मकालु राष्ट्रिय निकुञ्ज। यहाँको साधन खचड हो। बजार यतिकै छ साथीहरू। यस्तै रहेछ होइन। वरिपरि देखाइदिएँ। यहाँ पुरानो स्कुल पनि रहेछ। स्कुल चाहिँ नयाँ निर्मित बनाउनु भएको रहेछ। यहीँ श्री कृष्ण माध्यमिक विद्यालय भोटखोला यहाँ स्कुल छ। ल स्कुल है यो साथीहरू। यो स्कुल जाने बाटो। यो चाहिँ बिच बजार। यहाँभन्दा माथि चाहिँ म गइनँ होइन।